हेलो नमस्ते सबैलाई हजुरहरुलाई स्वागत छ मेरो ब्लगमा। हजुरहरुले थम्बनेल र क्याप्सनमा देख्नुभयो होला के हो ब्लग। सो फाइनली अनएक्सपेक्टेड प्लान इट्स एक्सपेक्टेड हो। अब फाइनली एक्जिक्युट हुँदैछ भोलि हो। द्याट इज 7th अप्रिल। हामीले चाहिँ अचानक प्लान गरेको नि तावाङ जानु। केटाहरूको प्लान चाहिँ यस्तै हुँदो रहेछ हो, अचानक भन्यो अचानक जाने। सो आज चाहिँ हामी पुरा गाडी त रेडी छ, दुईटा गाडी हो, एउटामा भइसक्यो हो। र आज मेरो गाडीमा फास्ट्याग लाउनु जाँदैछ अनि म्याप लाउने हामी हो, हल्का के गर्ने। सो त्यसको लागि जाँदैछ हामी। मसँग छ दादा निलेश, साथी अनिश अनि दादा हुनुहुन्छ विवेक। सो लेट्स गो। अब हामी मादरी जाँदैछ, केही स्टिकरहरू काम गर्नु हो, फास्ट्यागहरू लाउनु। सो लेट्स गो। यहाँ चाहिँ आज मादरी हाटमा रामनवमीको रेली जाँदैछ। अगाडि सबै गइसक्यो। जय सियाराम। हामी चाहिँ मादरी पुग्यौँ। मादरीबाट जाने स्टिकर हाउसमा अनि लाउने हो। निलेश दा के भनिदिनु? के भन्नु, भोलिको लागि एक्साइटेड छु। एक्साइटेड? खतरा। लेट्स गो। तावाङ। सो हामी चाहिँ यहाँ स्टिकर हाउसमा पुग्यौँ। मादरी हाटको हो यो चाहिँ, फेमसहरू यहाँ चाहिँ राम्रो काम गर्छ अरे हो। अनि अब चाहिँ ब्याकमा यहाँ चाहिँ अहिले यस्तो छ, यहीँ बनाउने हामी म्याप तावाङको हो। अनि आफ्टर द्याट मेरो यो जुन अस्ति लगाएको थियो मेरो यो अलिकति त्यस्तो राम्रो देखेको छैन हो, यसलाई पनि चेन्ज गर्ने तिम्रो भाइ हो। फन्ट अलिक एक दुईवटा काम कति हुन्छ त्यो गर्ने। लेट्स गो भित्र हेरौँ। दादा हुनुहुन्छ यहाँ। नेक्स्ट लेभल चाहिँ केमा? हल्का नेक्स्ट लेभल मोटर्स तावाङमा हुँदैछ। स्पेलिङ त भएन। तेजपुर, बिरपाडा, आसाम, गुवाहाटी, स्पेलिङ त भएन त। बमदिला। यो तेजपुर लाउनुपर्छ राम्ररी हो। दा के चल्दैछ तपाईँको चाहिँ? यही हल्का नेक्स्ट लेभल केमा लाउने यो चाहिँ? यो भोलि तावाङ जाँदा हुन्छ त्यहाँनिर अब। हल्का खै त्यो मैले भने गोलो स्टिल नेक्स्ट लेभल मोटर्सको त्यो त घरमै छ भाइ त्यो त्यहाँ। ए भइहाल्यो त। यो चाहिँ गाडी पनि लाउनुपर्छ ल। यो लगाएँ अब हेर्दैछ के लगाउँछ। बाटो आउँदैछ यहाँबाट बिरपाडाबाट। बिरपाडा अलिक छोटो काट्नुपर्छ होला हौ यता अहिले, अलिकति यता। अहिले हेर न तिमी। गिटार लेके आके ऊपर लेके जाना। हर्न सिलेक्सन हुँदैछ अगाडिपट्टिको हो। यो राम्रो छ कि उपरवाला कर दो है भाइ। वाइट में है लो, पुरानो लुम्रे भएको है, अब नयाँ आउँछ लुम्रे भाइ। अब ब्रान्ड न्यू स्पोन्सर्ड बाई नेक्स्ट लेभल मोटर्स। वाउ। हाम्रो रोडहरू बन्यो, तावाङ आयो, अब आउँदैछ बिरपाडा। बिरपाडा आयो। सामने सामने लगा इसे जगह नहीं है जरा। एउटा आएको चाहिँ आसाम। ल आसाम पुग्यो हामी। गुवाहाटी। ल हामी गुवाहाटी पनि पुग्यो। फन्ट चाहिँ अलिक सानो ठुलो ठुलो भयो जस्तो लाग्यो। बिरपाडा र गुवाहाटीको मात्रै, तावाङको चाहिँ ठुलो हुनु पर्थ्यो नि त। गुवाहाटी आयो। ल हामी गुवाहाटी पुग्यो। रेडी क्या? तेजपुर इधर में लगा दो। थोड़ा अब पास करो भाई। बुमला सुमला भी तो इधर इधर तो। हाँ लगा दो। तेजपुरको यी चाहिँ आउँदैछ। तेजपुर उसका बाद आएगा अरुणाचल। दिराङ इधर में होगा, सेला यहाँ पे होगा तो अरुणाचल के भएछ? अरुणाचल बमदिला पनि आयो। दिराङ सिलापास दिराङ इधर में कर दो। यहाँ पे कर दो। दिराङ आयो।
सिलापास कहाँ होगा? सिलापास यहाँ पे होगा। सिलापास यहाँ होगा, तावाङ ऊपर में होगा। सिलापास के लिए थोड़ा जगह वो रखो, वहाँ पास भी है ना। लो सिलापासको पास पनि आयो। यहाँ छ सिलापासको पास। सिलापास पुग्यो हामी। सिधा पुग्छ तावाङ। तेजपुरको यी पनि आयो। अनिसले गरेको रोडको कन्स्ट्रक्सन दामी देख्दैछ त अहिले रोड कन्स्ट्रक्सन। मैले वहाँ काम पकडेको थिएँ नि त तावाङमा कि। हाँ? रोडको मैले वहाँ काम पकडेको थिएँ नि त। त्यो काम यहाँ पुरा गरिदिएको। ए अरुणाचल त बनाएको छैन त है? आउँदैछ अरुणाचल। यहाँ मुनि शिलङ हुन्छ। शिलङ पनि हाल्ने? शिलङ गयो भने चाहिँ तिम्रो यसले गर्दा भयो क्या, स्टेपले गर्दा। देख्दा यता हुन्छ अब शिलङहरु दिन्छ के हो भाइ? ओ बमडिल्ला और तेजपुर का बीच में। और जो मैप ले रहा हूँ, ऊपर करके लगा देना। लोकेशन ले रहा मैप को लोकेशन कम पकड़ा तिमी? अरुणाचल 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 मात्रै लेख्यो भने हुन्छ। बियो विश्वले अरुणाचल मात्रै लेख्यो। तावाङ आउँदैछ तावाङ। ऊपर लो तावाङ बाटो काट्दिउँ कि त्यहीँसम्म पुऱ्याउने? लो लो लगायो लोकेसन अब। यहाँ मलाई करा वीरपाडा बनेछ वीरपाडा टो तेजपुर लो। पुरानो लुम्ने भएको नयाँ आयो एडभान्स्ड। लो नयाँ लुम्रे भए पनि आयो मजाको फोन स्पोन्सर्ड बाई नेक्स्ट लेभल हो तावाङको लागि। यो विगो अब अरू के काम गर्नुहुन्छ भित्र हेर्नुपर्छ अब। ल दोस्त थैंक यू बहुत अच्छा लगा काम। तुम्हारा एड्रेस बता दो ना यहाँ पे ब्लॉग में। मादरी आर्ट आपका मार्केट का यहीं पे। दुकान का नाम क्या है? लिमिटेड एडिशन स्टिकर। लिमिटेड एडिशन ना। मेरा नाम है रोहित। आइए फुल बॉडी रेट में आपको डिस्काउंट मिल जाएगा क्या? नेक्स्ट लेवल मोटर्स का नाम लीजिए आ जाएगा। दामी काम गर्छ साथीले चाहिँ हो। दोकान चाहिँ यहाँ छ हो। दामी गरेको छ काम। लुम्रे भाइ पनि दामी बनाएको छ। लुम्रे भाइ पनि दामी बनाएको छ। अनि यहाँ आसाम पनि दामी बनाएको छ। दोकान चाहिँ यसको यो हो कारिन बाइक स्टिकर। यो मादरी हाट चौपटीबाट सिधै माथि आउनुपर्छ तपाईँहरू हो। सो यसको अब हामी फास्टैगमा जाने। सो हामी यहाँ छ टोल ट्याक्समा। टोल रेडी हुँदैछ। वहाँ आउँदैछ मान्छे टोल बनाउने। सो टोल भनेर घर जाने घर होइन घर पसेर तेल लाउनु जाने माथि। ट्याग पनि भयो हो। जाँदैछ अब हामी अब वीरपाडामा। यहाँ मेरो गाडीको लागि पाँचमुखी हनुमानजी लिनुपर्छ आज रामनवमीको दिनमा। अनि एकछिन त्यहाँबाट चाहिँ कम्टु लाग्ने फ्युलिङ गर्नु फुल ट्याङ्क गर्ने। लेट्स गो गाइस। हामी चाहिँ अघि भुटान गएको थियो तेल लाउनु। भुटानमा चाहिँ रुल्सले गर्दा भ्लग गर्नु पाउँदैन अरे हो, पुलिसले करायो। सो डाइरेक्टली भुटानबाट आएर अहिले गाडी घरमा राखेर हो एकछिन सलुन आएको छु। दादाको सलुन सुप्रिम वीरपाडा डु भिजिट। लाल पुलको छेउमा सुप्रिम छ हो हाम्रो सङ्गम दाको सलुन हो। मेरो चाहिँ हेयर ड्रेसर दाजै हो कि। सो अब यहाँ हल्का चिटिकमिटिक भएर लाग्दिने भयो। सङ्गम दा आयो भनिदिनु। सङ्गम दा आयो भन्नु न। ह्यान्डसम दा गएको दा भाइ। अब फाइनल लास्ट सबै सपिङ टपिङ भइसक्यो हो। अनि अब लास्ट हाम्रो यहाँ कलेक्सन भएर हो हिसाब सिसाब हुँदैछ। लास्ट अब हाम्रो यहाँ छ
हाम्रो यहाँ हुन्छ नेक्स्ट लेभल मोटर्स अनिस के भएर तिम्रो अरे पैसा अड्केर नि प्रोसेसिङ भयो यार नेटवर्कमा जाउँ न यता जाउँ न हल्का हिँड न बाचा सो अब म चाहिँ यहाँबाट भइसकेर रुम के अरे घर गएर गाडी साडी धोएर प्याक स्याक गर्ने हो सो लेट्स गो फाइनली अब तावाङको ट्रिप रेडी हुन आँट्यो सो लेट्स गो गाइज स्टे ट्युन हेभी हुने हो तावाङ चाहिँ होइन आफ्टर लङ टाइम ब्लग गरेँ अब कन्टिन्यू ब्लग आउँछ क्या 7वटा 8वटा ब्लग कन्टिन्यू आउँछ सो लेट्स गो अब अल सेट टु गो के हो निलेश द अल सेट टु गो ल अनिस अल सेट टु गो साहिल दा क्यासियर अल सेट टु गो साहिल अल सेट टु गो तावाङ पैसा अल सेट टु गो हाम्रो अलिक दादा चाहिँ बिजी हुनुहुन्छ त्यही भएर जानु हुँदैन नेक्स्ट ट्रिपमा स्योर नेपाल ट्रिपमा केमा जाने अरे दा सो ल आजको ब्लग यहीँसम्म अब घर गएर गाडी साडी धुने अब त्यो ढिजो हुन्छ हो सो ब्लग पनि लामो भइसक्यो सो थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो लभ यु अल ल स्टे ट्युन गाइज तावाङ हेभी हुने भयो ल त्यसको गाइज प्रे गरिदिनुहोस् होला सेफली पुगोस् भनेर सो लभ यु गाइज